भएको थियो। तपाईहरु 80 दिनमा यो कभर अप गर्नु भनेको आफैमा ठुलो कुरा हो जस्तो मलाई लाग्छ। तपाईहरुको स्ट्यान्स भोलिका दिनमा तपाईहरुले गर्नुपर्ने क्रियाकलाप र मेन कुरा डिसिप्लिन। स्पोर्ट्स, एनसीसी तपाई जुनसुकै लाइनमा जानुस्, यो लाइनले के सिकाउँछ भन्नुहुन्छ भने डिसिप्लिन। तपाईहरुले त्यो पाउनुभयो भनेपछि अरु ग्रेजुअली तपाईहरुले लाइफमा पाइहाल्नुहुन्छ। तपाईहरुले यहाँ सिकेको कुरा, तपाईको पोजिसन, तपाईको एटिट्युड, तपाईको घरमा सुत्दा त्यसको रिफ्लेक्सन तपाईहरुले पाइहाल्नुहुन्छ। तपाईको अभिभावकले पनि पाउनुहुन्छ। त्यही नै यस ट्रेनिङले तपाईहरुले दिने सबैभन्दा ठुलो कुरा जस्तो मलाई लाग्छ। तपाईको अभिभावकले तपाईहरुले गर्ने क्रियाकलाप आजको मितिसम्म मैले मेरो आफ्नो व्यक्तिगत कुरा पनि गरे, अहिलेसम्म ड्रिङ्क गरेको छैन, अहिलेसम्म स्मोकिङ गरेको छैन। यसको मुख्य फ्याक्टर के हो भने म स्पोर्ट्समा लागेको कारणले गर्दा हो। तपाईहरुलाई मैले यो कुरा किन गर्न गइरहेको छु भने हामी कुनै कुरामा डिसिप्लिनमा बाध्य भनेपछि त्यो कुराले चाहिँ तपाईहरुलाई भोलि भविष्यमा त्यसले 100% 200% तपाईहरुको लाइफमा इम्प्याक्ट पर्छ। आज डिभाइन टेम्पल स्कुलले तपाईहरुले दिएको ट्रेनिङ जुन अहिले एउटा तपाईहरुले पाउनु भएको छ एनसीसी ट्रेनिङ, तपाईहरुलाई सानो कुरा लाग्न सक्छ, तर भविष्यमा तपाईले कुन कुरा पाउनुभयो भन्ने कुरा तपाईहरुले भविष्यमा नै यसको क्याल्कुलेसन गर्नुहुनेछ। अहिले चाहिँ यसको तपाईले रिजल्ट इम्प्याक्ट पाउन सक्नुहुन्न, भविष्यमा चाहिँ तपाईहरुले यसको 100% पाउनुहुनेछ। र डिभाइन टेम्पल स्कुल जो भोजवा सरले एउटा स्थापना गरेर, एउटा कल्पना गरेर, परिकल्पना गरेर हरेकचोटि यहाँ आउँदा नयाँ कुराहरू यहाँ हामीले देखिरहेका छौँ। उहाँलाई विशेष धन्यवाद दिन चाहन्छु। योभन्दा अगाडि पनि हामीले सेल्फ डिफेन्सको ट्रेनिङ गराएका थियौँ। यहाँका चेलीहरूलाई, सिलेक्टेड मान्छेहरूलाई हामीले चेलीहरूलाई ट्रेनिङ गराएका थियौँ। त्यसले पनि केही कुराहरू प्लस पोइन्ट भएको छ। नयाँ इनिसिएसन गर्नु भनेकै सबैभन्दा ठुलो कुरा हो। एउटा स्कुलमा आएर ब्याग बोकेर कलम कापी मात्र पक्रेर सबै कुराहरू चाहिँ त्यसले चाहिँ रिजल्ट आउँदैन। तपाईहरुलाई नयाँ कुराहरू यस स्कुलले तपाईहरुलाई हरेक दिन नयाँ क्रियाकलापहरूमा इन्गेज गरिरहेको छ। त्यही कुराले तपाईहरुको लाइफमा, तपाईको स्वभावमा, आचरणमा धेरै कुराहरू परिवर्तन हुनेछ भन्ने कुराहरू मैले अपेक्षा लिएको छु।